एभ्रिवान नमस्कार। आज म बनाउँदैछु तिलको लड्डु। तिलको लड्डु सँगसँगै मैले तिलको लड्डु बनाउनका लागि बदाम पनि लिएकी छु। बदाम मिसाउँदा अझै मिठो हुन्छ, त्यसैले मैले बदाम पनि लिएकी हुँ। तिलको लड्डु बनाउनको लागि सबभन्दा पहिला तिल भुट्नु पर्ने हुन्छ। ग्यास अन गरेर कराई बसालिसकेँ। कराई तातिसकेको छ। मैले मिडियम हिट बनाएर तिललाई भुट्छु। तिल पाक्न लागिसकेको छ। तिल पाक्दाखेरि हल्का पड्किन्छ, त्यसको कलर पनि चेन्ज हुन्छ। तिल भुटेर सकिसकेँ। अब मैले यसमा बदाम दिन्छु। बदाम पनि हल्का रातो हुने बेलासम्म, ब्राउन हुने बेलासम्म भुट्नुपर्छ। हल्का पड्किन्छ भुटिसकेपछि। बदाम पनि हल्का फुट्न लागेको छ। पाक्न रेडी हुँदैछ, पाक्दैछ। बदाम पाकिसक्यो। अब मैले यसलाई एउटा भाँडोमा निकालेर चिस्याउँछु। यसलाई मैले अब 10 मिनटको लागि चिस्याउनका लागि छोडिदिन्छु। बदाम चिसिसकेको छ। मैले तिल र बदामलाई रेडी गरेँ। बदाम यतिको मसिनो गरेर पिसेर राखेकी छु मैले। अब मैले अर्कोतर्फ सक्खर पकाउँछु। कराईमा पानी राखिसकेँ मैले ग्यास अन गरेर। त्यसमा मैले अब सक्खर राख्छु। पानी तात्न लागिसकेको छ। मैले अब यसमा सक्खर राख्छु। मसँग धुलो सक्खर भएकाले धुलो सक्खर राखेँ। धुलो सक्खरबाट मैले लड्डु पहिलो पटक बनाउँदैछु। कस्तो हुन्छ थाहा छैन। अब बनाएर हेरौँ। सक्खर पाक्दैछ। यसलाई मजाले पाक्न दिनुपर्छ एकछिनसम्म, बाक्लो हुने बेलासम्म। यो रेडी भएको मैले देखाउँछु तपाईहरुलाई। मैले 1 चम्मच घिउ राखेर चलाएँ। घिउ राख्दा अझै लड्डुको स्वाद मिठो हुन्छ, त्यसैले। अब रेडी भयो कि भएन हेरौँ है त। रेडी भयो कि नै हेर्नका लागि यो पाकेको सक्खरलाई पानीमा राख्ने मैले यसरी राखेकी छु।
डल्लो पर्यो भने रेडी भयो, परेन भने डल्लो परेन, अझै रेडी भएको छैन, यो पग्लेको छ, यो पग्लिरहेको छ। सक्खर अझै रेडी नभएकोले मैले अझै एकछिनसम्म पाक्न दिन्छु। अब रेडी भइसक्यो होला, अब चाहिँ एकपटक हेरौँ है त। रेडी भइसकेको छ, यो जम्यो अहिले। हेर्नुहोस्, अब लड्डु बनाउनका लागि योग्य भयो सक्खर। अब मैले भुटेको तिल र बदामलाई एकै ठाउँ मिसाउँछु। सक्खर फोहोर पनि हुन सक्छ, त्यसैले मैले छानेर राख्दै। तिलको लड्डु रेडी भएको छ। तिलको लड्डु धेरै राम्रो त भएको छैन, खानलाई निकै टेस्टी छ। हजुरहरूलाई पनि तिलको लड्डु मन पर्छ भने बनाएर खाने प्रयास गर्नुहोला। हस्त, धन्यवाद।